ल है साथीहरू, अब यस्तो छ है। अब हिजो बिहान चाहिँ हामीले घाँस दाउरा गरेर हिँडेको यो बाटो, यो बारी हैन, यो ठाउँ अहिले डर लाग्ने यस्तो भएछ है। घना जङ्गल भएछ। एक्लै दुक्लै आउन पनि डर लाग्नु पर्ने अवस्था भइसकेछ। के हान्ने, साह्रै दुःख लाउने है। अब बारीसारी छोडिसक्यो, मान्छेले वस्तु भाउ पाल्न छोड्यो है। ल यस्तो छ। ल अब के गर्ने, चिच्चाउनु पऱ्यो होइन। बाघ छ होला यता कता, के छ सुतेछ होला, झ्याममा पार्छ है भन्नु पऱ्यो है। हिजो बिहानै अब विशेष गरी त अब राजु दाईलाई सम्झना होइन। यो ठाउँबाट यो बाँसको पत्ता टिपेर साफ बनाइदिन्थ्यो हामीले यो पहिला यो बाटा। अब अहिले यस्तो छ। अब ल एक्लै आउन डराउनु पर्ने अवस्था छ। के हान्ने, यो अब हाम्रो पहिला बाइटरी बजार जाँदाखेरि चाहिँ हिँड्ने बाटो पनि हो। अहिले चाहिँ घना जङ्गल भइसकेको छ होइन। सबैजनाले बाढीसारी छोडिसक्यो, सबै बसैसराई भइसक्यो होइन, गइसक्यो। यस्तो छ अवस्था गाउँघरको। अब के हान्ने, दुःख लाउँछ सबै कुरोहरू हेर्दा। अब के हान्ने, दुःख लाएर के हान्ने हो, सकिन्न एक्लैले सोरेर होइन। यस्तै छ। अब दसैँमा हो के अरे खास सोर्नुपर्ने होइन। दसैँमा पनि आजभोलि मान्छे नभएपछि कसले सोर्ने र। ल बाटै छैन, यस्तो परेर हिँड्नुपर्ने अवस्था छ। अब यो चाहिँ मेरो सुन्तला बारी है। सुन्तला कतिको छ होइन, सुन्तला हेर्न आएको म चाहिँ खास गरी है। यो मेरो सुन्तला बारी हो। यहाँ चाहिँ 150 एउटा जति बुटा छ है। यो जङ्गल, यो दाउरा पनि फाड्न पर्ने अवस्था भएछ। सुन्तला चाहिँ रहेछ अलिअलि। यस्तो छ जङ्गल है। सुन्तला पनि छ। अब यो भित्र कसरी छिन्ने, सब दुम्सो कुरो मात्रै छ होइन। यसमा चाहिँ ल 100-150 एउटा बुटा थियो। ए फल्न चाहिँ फले रहेछ है साथीहरू। ल हेर्नु होला अलिकति। फल्न चाहिँ फलेछ, अलिअलि फलेछ। चोरेर भ्याइसकेछ होइन। यी मान्छेहरू हिँड्ने यता आउने गर्ने सुन्तला टिपेर ल यस्तो छ है। यो चाहिँ यो माथिसम्म चाहिँ मेरो सुन्तला अब बुटाहरू 100-150 एउटा रोपेको हो के अरे। अब कतिवटा छ अहिले। यस्तो भइसकेछ, डर लाउनु पर्ने लगाएर एक्लै आउनलाई पनि डराउनु पर्ने यस्तो छ। के हान्ने।